मास भिड छ यार यतातिर त टोकियो सहर भन्ने सहरहरू लगेर त हामी बसेको यतातिर कहाँ यस्तो भिड हुन्छ हामी यो जानुपर्ने हो क्या गन्तव्य हाम्रो नोबोरिटो स्टेसनमा जाँदै हो चण्डी चाहिँ साकेला चाहिँ तर अहिले हामी चाहिँ अब हाम्रो ट्रान्सफर छ नि त सिन्जुकुमा छौँ हामी ओदावाडा यहाँबाट जानुपर्ने हो क्या प्लेटफर्म नम्बर 4 र 5 मा छ त्यहाँ गइसकेपछि लगभग लाग्छ होला 15-20 मिनट यहाँबाट ल त्यहाँ पछाडि मान्छे अड्किरहेको रहेछ रविन्द्र साई बुझिहाल्छ नबुझेर हुन्छ बुझ्नु पर्यो नि त नेपाली भाषा यता जानु पर्यो अब सही हो दिदी हुन्छ 4 र 5 यता नि रहेछ रेन्ज चाहिँ तर त्यता जानु पर्दैन 4 र 5 यता हो नि त नीचे से जाके हैन ट्रेन चढ़ के हम जाएंगे हमारे डेस्टिनेशन गंतव्य अंडरग्राउंड हो क्या यहाँ चाहिँ हेर पुरै अंडरग्राउंड डेस्टिनेसन चाहिँ हेर्नु पर्यो नि त पहिला डेस्टिनेसन चाहिँ नोबोरिटो भने छ नि त नोबोरिटो यहाँ त छ नि त डेस्टिनेसन हाम्रो डेस्टिनेसन त नोबोरिटो भने नि त हाम्रो डेस्टिनेसन डेस्टिनेसनै छैन नि त ए यो जानला रहेछ चल्दिउँ न त टाइमिङमै आएछ सिट के पाइन्छ त ल तिमी चाहिँ चाक बस्याउ नि त म यहाँ चाक बिसाउँछु ओ गाइस ल हामी चाहिँ राईहरूको साकेला चाड चाहिँ मनाउनको लागि भनेर खानागावा केन्द्रमा आएको छौँ खानागावा केन्द्रको नोबोरिटोमा अनि अब हामी पुग्नै लाग्यौँ त्यहाँ पुगेर पछि के हुन्छ कस्तो हुन्छ भिडियो देखाउने छौँ अहिले चाहिँ हामी बाटोमा छौँ सायद यहाँ नेपालमा भव्य सब भइरहेछ नि जापानमा पनि अब धेरैवटा प्रिफेक्चरहरूमा चलिरहेको हुन्छ यहाँ चाहिँ खानागावा केन्द्र मेरो अलिक नजिक भएको भएर खानागावा केन्द्रमा आएको छु हेर्नलाई अब अरू ठाउँमा होइन नागोया टोकियो अरू ठाउँमा जो हुनुहुन्छ गएर रमाइलो तरिकाले मनाउनु होला होइन साकेला नाको के भयो बाटो नै भुल्यो हैन बाटै भेट्नै सकेन नि कस्तो कि ट्रेनबाट देखेको थियौँ ठक्क हामी उत्रने बित्तिकै हामी राइटतिर गएको भए ठिक्क हुन्थ्यो म त्यो राइटतिर छ नि त त्यो कस्तो लागेको थियो म्यापले देखाएको हुनेको अहिले म्यापले देखाएको 9 गेट्स होटल हो कि घर हो कि अपार्टमेन्ट हो कि होइन कडा छ त्यो त यत्रो हाइटमा छ एक तले 2 3 4 5 6 8 9 10 11 12 13 तलाको छ तर एकदम थोरै जग्गामा बनाएको छ होइन भुइँचालो आइरहने देशमा फेरि के छ त यसको अवस्था टाउडै के ढल्छ कि ढल्दैन भुइँचालो आयो भने ढल्दैन होइन जापानले बनाएको बाटोहरू बवाल छ बाटोहरू हामी चाहिँ अब साकेला हेर्नला भनेर साथी र म ताउडेर म आइसक्यौँ होइन
साकेला लगभग अब जापानमा बदेर साकेला सकिसक्यो राईहरूको होइन नेपालमा त डेन्जर भइरहेछ राति केटाहरू ब्रदरहरू फर्किनु हुँदो रहेछ होइन सकिसकेको रहेछ नि त नाचगान त गिरी भयो नि त होइन हामी आउँदा चाहिँ सब सकिसक्यो गिदी भयो क्या अलिकति म्यापले गर्दा म्यापले धोका दियो होइन त्यो सेट गर्नु नजानेर म्याप जब त्यति म्याप पनि यार एउटा म्याप सब यहाँ थ्युरै छ सबै भव्य सबै नै होइन गरे रहेछ राम्रोसँगले म्याप पनि राम्रोसँगले गरिदिएको भयो हामी राम्रोसँगले पुग्थ्यौँ त्यहाँ छिटै टाइममा 20-25 मिनटै लस भइदियो क्या हाम्रो उनीहरूले उतापट्टिको म्याप सेट गर्दा रहेछ हामी यतापट्टि अर्को साइडमा आइदियौँ होइन त्यो अपोजिट पनि फुलै अपोजिट क्या झुकेर पनि भएको होइन क्या त्यो गरेकै त्यस्तै त्यही त अब नजानेको नि होला त्यसलाई अब राम्रोसँगले गरिदिएको भए दामी हुन्थ्यो होइन यता यहाँ आइरहेको ड्रेसहरू कल्चरहरू भगवान् टाइपको बजार हेलो एन्ड नमस्ते सेवा सबैजनालाई आज चाहिँ राईहरूको उधौली चाडको लागि खानागावा प्रिफेक्चरमा चाहिँ हाम्रो जापानमा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले चाहिँ एउटा प्रोग्राम बनाउनु भएको थियो। त्यसमा चाहिँ मेरो दिदीहरू नै भन्छ नानाहरू राईहरू भाषाबाट चाहिँ अब नाना नै भनिन्छ। त्यो नानाहरू पनि अब यस्तो राम्री भएर सजिएर आउनु भएको रहेछ। त्यस सम्बन्धी चाहिँ अब उहाँहरूसँग पहिलोचोटि भेट भएको। यो राईको उधौली चाड चाहिँ कसरी मनाइन्छ अनि के कारणले मनाइन्छ र जापानमा चाहिँ कुन ठाउँमा कहिले मनाइन्छ भन्ने बारेमा पनि मलाई बुझ्न मन लागेर छोटो मिठो उहाँहरूसँग कुराकानी गर्न चाहेको। सुरुमा चाहिँ नानाबाट परिचय चाहे मैले। ल सेवा सामुन्ना, म चाहिँ झापाको चामलिङमा है, नाम चाहिँ मेरो बिना राई। यता अब केही सोध्नु छ भने भन्नुहोस्। हाम्रो चाहिँ यो अब वर्षमा त दुईचोटि मनाउँछ होइन, उधौली र उभौली। यो चाहिँ उभौली हो। उभौली चाहिँ हाम्रो कस्तो हुन्छ भने अब यो धानहरू रोप्ने चलनहरू हुन्छ नि, यो चाहिँ अब हामीले प्राकृतिक पूजक भएरको कारणले चाहिँ अब यसरी रोप्दैछौँ, यसो गर्दैछौँ है भनेर चाहिँ हामीले यो उभौली मनाउँछ। अब उधौली चाहिँ हाम्रो यो धानहरू पाकिसकेपछि है जब भित्राउँछ नि,
त्यो नयाँ चामलहरू खानुभन्दा अगाडि चाहिँ अब मैले बुझेँ अनुसार चाहिँ अब घरमा त्यस्तै गर्नुहुन्छ नि त अब अदुवा सदुवा अनि यो धानहरू चाहिँ राखेर पूजा गर्ने हो सुरुमा अनि त्यस पछाडि चाहिँ साकेला नाप्नुहुन्छ अब आफ्नो थानहरूबाट सुरुमा चाहिँ आफ्नो प्रकृति नै पुज्ने हो कि त्यसरी चाहिँ अब अहिलेसम्म मनाउँदै आइरहेछ अब उधौलीको लागि चाहिँ अहिले चाहिँ मैले चाहिँ यति नै हो बुझेको अब भित्र धेरै डिपहरू छ होइन अब त्यो चाहिँ अब हाम्रो कोपा मुमा बाजेहरू यस्तैहरूलाई नै सोध्नुपर्छ अब अरू त के भन्ने हजुर हस् धन्यवाद यता नाना म चाहिँ के भन्छ के भन्नु अरे म चाहिँ राई हजुर कुन राई चामलिङ म चाहिँ चामलिङ चामलिङ कुन भाषा म पनि चामलिङ म दिखोलिचा ए म चाहिँ बइन्छ दिखोलिचा हो के भन्ने अब कस्तो लाग्यो तपाईलाई आजको प्रोग्राम चाहिँ यो मतलब राम्रो लाग्यो खुसी लाग्यो हैन यहाँ सबै राई जातिहरू सबै आफ्नो ड्रेस लगाएर किरातीहरू आफ्नो ड्रेस लगाएर हैन हजुर अनि तपाईलाई अब जापान र नेपालमा पनि अब नेपालमा त म पनि अलिअलि नाच्न नजानी नाच्थे साकेला चाहिँ अनि तपाईलाई नेपालमा र जापानमा मनाउँदाखेरि चाहिँ के फरक पाउनुभयो तपाईले यहाँ र नेपालको चाहिँ के फरक भन्ने होला हैन नेपालमा चाहिँ अब मतलब धेरै सबैले प्र्याक्टिस गरेर हैन अगाडि नै तालिम प्राप्त सबैलाई गरेर चाहिन्छ अब यहाँ चाहिँ अब कामले गर्दाखेरि हैन बिदा राखेर अब त्यस्तो सम्भव हुन्छ अब ठ्याक भएर एक्ज्याक्ट भन्नुपर्दा चाहिँ नछुङहरू बिजुवाहरू राखेर चाहिँ सुरुमा पूजा गरिन्छ नि त तीन चुलामा त्यो चाहिँ अब हाम्रो विदेशहरूमा भएको कारणले चाहिँ यहाँनिर छैन नि त अलिक सम्भव छैन अब बनाउनु हुन्छ नेचुरलमा हुन्छ उता चाहिँ हाम्रो चाहिँ प्योर प्राकृतिक हुन्छ नि त त्यो चाहिँ अलिकति डिफ्रेन्स छ अनि अर्को चाहिँ भनेको एकदम धेरै मिस हुन्छ है नाना फ्यामिलीहरू भयो होइन रिलेटिभ्सहरू हाम्रो त यो त एकदम ठुलो चाड हो नि त अनि एकदम मलाई चाहिँ सानैदेखि क्या अब हामीलाई अब जन्मेदेखि नै साकेला नाच्नुपर्छ हाम्रो यस्तो हो हाम्रो कुल पूजा हाम्रो तीन पुस्ते यस्तै हुन्छ अब भेटेको बेला कति हेर्नु त सोल्टी भेट्यो कति आफन्त भेट्यो आज हो कि हो नि त एकदम धेरै रमाइलो भयो अनि मैले चाहिँ एकदम मेरो घरमा मेरो पापा आमाहरूलाई होइन मेरो दादा भाइलाई एकदम मैले मिस गरेको छु अनि अरू चाहिँ त्यही हो अब यस्तै हामीले पोसाकहरू आफ्नो होइन लगाएर आएको छौँ अब धेरै चाहिँ लगाएर आएको छैन आफूसँग जे छ त्यही होइन मजाले मिलाएर लगाएर आएको छौँ होइन अनि थ्याङ्क यू सो मच भाइलाई पनि अनि अब अरू केही छ भने यता हजुर यता नानाको पनि सानो छोटो मिठो परिचय नमस्ते मेरो नाम चाहिँ निलिमा राई सेवा नमस्ते भने अनि मलाई चाहिँ खास यो राईको उसमा प्रपरली थाहा छैन किनभने म 5 त लिम्बूको उसमा हुर्केको नि त म एकैचोटि एसएलजी लिएर धरान झरेपछि देखेको त्यो भएर मैले यसको बारेमा धेरै थाहा छैन त्यही यही लगाएको अरूले देखेर मात्रै अब उसले भने चाहिँ सेम हो हजुर धरान चाहिँ कुन ठाउँ बस्नु भएको थियो धरान म पनि धरान के हो के भन्छ दुर्गा चोक ए दुर्गा चोक हजुर हुन्छ हजुर म पनि धरानै हो धरान 11 मेरो चाहिँ अच्छा कल्याण चोक कल तलतिर हो मेरो मङ्गलती कल तलतिर हजुर कुबिरता चोक पर्छ उहाँको पनि एकदमै राम्रो देखेको छ सम्पूर्ण ज्वेलरीहरू सबै राम्रोसँग लाउनु भएको छ मेरो नाम चाहिँ अञ्जना सुनवार हो मुलिचा हजुर अनि मलाई चाहिँ खासमा भन्नुपर्दा यो मलाई पप्पर ड्रेस चाहिँ मलाई थाहा छैन म चाहिँ बर्न एन्ड ब्रटै सिक्किममा सिक्किममै जन्मेँ सिक्किममै हुर्केँ सिक्किममै पढेँ अनि हाम्रो चाहिँ यो पुर्खौली चाहिँ अब नेपालको धेरै भेरियस प्लेसमा छ अनि मलाई यो पप्पर ड्रेस पनि थाहा छैन हो हजुर त्यही पनि एक दुईवटा थाहा भएको चाहिँ म भन्छु है यो चाहिँ फुली भइगयो हजुर अनि त्यसपछि यसलाई चाहिँ सियो भाषा भन्छ हाम्रो सुनवार भाषामा यो सुनवार हाम्रो उयो चाहिँ हजुर अनि यो चाहिँ रेन्जी रेजी त्यसपछि भनेको यो मसँग पप्पर उयो त छैन हजुर अनि त्यसपछि चाहिँ म हेरेर भन्छ यसलाई चाहिँ हारी रेजी हारी भन्छ है रेजी हारी भन्छ त्यसपछि भनेको यसलाई चाहिँ किप्सुर फुने भन्दो रहेछ ए हजुर अनि मलाई पनि यो अब यसरी यो हाम्रो पुरै पप्पर यसमा चाहिँ गएको छैन मलाई चाहिँ एकदम अब उतै मलाई चाहिँ एउटा कस्तो पीडा लाग्छ भन्दाखेरि मलाई कस्तो पीडा लाग्छ भनेर भन्दाखेरि चाहिँ यस्तो लाग्छ कि अब हामीलाई उतै अब उतै उता पनि हाम्रो कल्चर छ नि त अनि त्यही भनेको अब यो पप्पर हाम्रो यो जस्तै होइन अब यो हाम्रो कल्चर आज हाम्रो भाषा पनि हुन्छ क्या सुनवार भाषा पनि हुन्छ सुनवारको बिचमा पनि धेरै मलाई चाहिँ हो त्यो पप्पर भाषा चाहिँ एक्चुअली सिक्छु भन्ने छ मलाई पनि ल थ्याङ्क यू सो मच भाइलाई ल सबैले होइन भाइको युट्युबलाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् हाम्रो भाइलाई डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब थ्याङ्क यू भेरी मच
थ्याङ्क यू मैले नेपालीमै भनिदिन्छु मलाई ल्याङ्ग्वेजहरू चाहिँ म पनि अब झापामा जन्मेको भएको कारणले चाहिँ ल्याङ्ग्वेजहरू चाहिँ त्यति आउँदैन अब यसलाई चाहिँ सिरफुल भन्छ होइन यसलाई सिरबन्दी भन्छ अनि हाम्रो यो राईहरूको चाहिँ यसरी लगाउँदा पनि भयो यहाँ थेप्चे गरेर पनि लगाउँछ कसैले यता पनि जसरी भए पनि टाउकोमा चाहिँ लाउनु पर्यो अनि यो चाहिँ मैले गुगलमा खोजेर एकदम पुरानो खालको बनाएको होइन यसलाई काँडी के भन्दो रहेछ होइन होइन काँडी चुडाइन काँडी के भन्छ क्या तर अनि अहिले चाहिँ अब यो हो एउटा अनि यो चाहिँ हाम्रो चन्द्रहारी है हाम्रो चन्द्रहारी चाहिँ गोलो हुन्छ अनि विशेष हाम्रो राईहरूको गोलो हुन्छ अनि यो चेन चाहिँ दुईटा तरिकाको हुन्छ एउटा चाहिँ चन्द्रहारा भन्छ होइन अनि अब यो चाहिँ हाम्रो जन्तर भयो अनि हाम्रो यो किराँतीहरूले चाहिँ प्राय यो के पो यसलाई मुगामाला चाहिँ अनिवार्य लगाउँछ है यो लगाउँछ अनि अरू त के भन्ने अब हारी भन्ने अनि यो हाम्रो रेजी है यो चाहिँ 8 आनी 1 रुपैयाँ अनि 4 आनीको हुन्छ अहिले त यो त पाउँदैन होला अहिले चाहिँ पाउँदैन यो चाहिँ मेरो वीरेन्द्र राजाको पालोको हो जति पुरानो त्यति नै महँगो भन्छ होइन अनि यो हारी भयो अनि यो चाहिँ हाम्रो यसमा धजुरी यसलाई धजुरी भन्छ होइन यसलाई पेचुरी यसलाई बिनायो यो बिनायो चाहिँ हाम्रो आमाले भनेअनुसार पहिले चाहिँ मालिङ्गोको बनाउँथ्यो अरे क्या मालिङ्गो अहिले चाहिँ यो मालिङ्गो नभएर अब कसले कहाँ जाने मालिङ्गो देख्न अहिले त मालिङ्गो देखेको छैन अहिले चाहिँ यो चाहिँ बाँसको होला सायद होइन मैले पनि किनेको अनि यो चाहिँ चिन्डो वाबुङ चाहिँ हाम्रो मर्दा पर्दा बेगर्दा जे गर्दा पनि चाहिन्छ राई भाषामा चाहिँ के भन्छ चिन्डोलाई चिन्डोलाई वाबुङ भन्छ यसलाई चाहिँ वाबुङ भन्छ होइन यो चाहिँ जे गर्दाखेरि पनि नचुङ्गाले चलाउने हो फाइनली यति छ है अनि यो चाहिँ अब हाम्रो यो बर्की भइहाल्यो अनि यसमा चाहिँ यो ड्रेस खास चाहिँ मैले जानिनँ नरिसाउनु होला सबैलाई माफ गर्नु होला होइन सबैले यो चिन्डो नलगाउनु भन्छ होइन सुरुमा मैले नजानेर भन्दा पनि रहरले किनेको अब नेक्स्ट टाइम चाहिँ म पनि चेन्ज गर्छु होइन अब त्यति नै छ अरू तर होइन एकदम पर्फेक्ट तपाईँको लागि बनेको जतिकै राम्रो देखेको छ त्यही भएर भाइ अनि ढुङ्ग्री बुलाकीहरू चाहिँ अब विदेशमा यस्तै हो कता पाउँदैन नेक्स्ट टाइम चाहिँ एकदम प्रपरली ड्रेस लगाएर आउँदैछु नेक्स्ट टाइम चाहिँ कहिले हो अब नेक्स्ट टाइम चाहिँ अर्को साल 2026 को यही मेको आसपासमा हुन्छ यही स्थानमा हुन्छ यही जहिले पनि यही स्थानमा हुन्छ यो स्थानको नाम उ पनि भन्दिनुस् न डिटेल्स खानागाउँमा नोबोरितो स्टेसन बाट 3 मिनेट मात्रै लाग्छ हजुर अनि वर्षै पछि यो भइरहेछ वर्षै पछि हाम्रो यो भइराख्छ कतिलाई चाहिँ थाहा नभएर हो अब भर्सक चाहिँ थाहा हुने जतिले चाहिँ आउँदा हुन्छ हाम्रो चाहिँ जहीँ भए पनि हाम्रो किराँतीहरूले चाहिँ हाम्रो उभौली चाहिँ एकदम भव्यको साथ रमाउने मनाउने गरेको छ अब तिमीलाई पनि थाहा छँदैछ होला होइन हाम्रो नेपालमा त 1 महिना मनाउँछ नि होइन मनाउँछ हजुर धरानमा मनाउँछ नि सबैतिर अब कहिले उल्लाबारीमा हुने भन्छ कहिले कता धरानमा पनि हुन्छ धरानमा कम्पिटिसन सबैतिर हुन्छ हो यस्तो यहाँ पनि अब यहाँ आज भयो नि अब यो गुम्बाकेनमा आज 25 तारिक भयो आज 18 तारिक 25 तारिक गुम्बाकेनमा छ अनि नागोयामा चाहिँ अस्ति भयो होला नागोयामा भइसक्यो जापानको विभिन्न सहरहरूमा भइरहन्छ त्यो चाहिँ कहाँबाट जानकारी लिन सकिन्छ यो जानकारी चाहिँ हाम्रो एउटा फेसबुक पेज छ के किरात राई खा भनेर चाहिँ हाम्रो यो वाबुङ र हाम्रो यो झन्डाको अनि सुङ्गीमा पारुवाङको फोटो छ अनि के पो त्यसलाई फलो अथवा शेयर गरेर जे गरेर हुन्छ उनीहरूलाई फलो गर्दाखेरि उहाँहरूले भनिदिनुहुन्छ कि यहाँ आउने योगा सबै राखेको हुन्छ अनि ए साँच्चै अनि अर्को चाहिँ के भन्छु भने तपाईँहरूलाई हाम्रोमा भर्सक त्यो पेजमा किरात राई पेजमा चाहिँ सबैजना गइदिनु होला अनि हाम्रो चाहिँ यो सुङ्गीमा पारुवाङको उयो बन्दैछ क्या मूर्ति बन्दैछ मूर्ति धरानमा हैन धरानमा यही बनाउनु हुँदैछ फेरि कहिले हो अनि यो अब अलिक यो उठे छैन नि त हजुर सञ्चालन अनि हुँदैछ त्यसको लागि पनि सबैजनाले सक्दो गरिदिनु होला है साथीहरू अनि म भाइलाई म शेयर गरिदिन्छु तिमीले त्यो पेज राखिदिँदा पनि हुन्छ के अनि म यता अब यसरी नै पुरा यसरी त जाने हो एउटा दुईटा भएर घरमा त सबैले थाहा छँदैछ हामी त्यसै हर्क साङपाङले पनि बनाइराख्नु भएको छ त्यस्तै अब हामी पनि यहाँनिर सानो अब यसरी नै गर्दै गयो भने चाहिँ अनि हाम्रो चाहिँ यहाँ हेर्नु है साथीहरू यहाँ अघि यति धेरै मान्छेहरू हुनुहुन्थ्यो अहिले लगभग गइसक्नु भयो हाम्रो खानाहरू अब उठाउनु पर्यो नि त अब किनभने यो त अर्काको ठाउँ हो होइन अघि यस्तो राम्रो भएको अब तपाईँहरूलाई पनि ठाउँ थाहा भएन रहेछ नेक्स्ट टाइमबाट चाहिँ मै भए पनि 300 जना थियो है लगभग थियो है त्यस्तै थियो होला एप्रोक्सिमेटली थियो त्यस्तै छ
आफ्नो भनेपछि कल्चरलाई फलो गर्न चाहिँ देशको सीमाले पनि छेकेन भन्ने यो चाहिँ ज्वलन्त उदाहरण हो कि भाइ म त है साकेला उधौली उभौली भनिसकेपछि त पुरै सानोमा त त्यो हुन्छ नि अलिकति आफू यङ एजमा त हामी त खानै छोडेर हिँड्थ्यौँ क्या त्यसरी अब हाम्रो कस्तो हुन्छ भन न भेट्यो भने हाम्रो चाहिँ मान्छेले कतिले हाहा हिही गर भन्छ तर हाम्रो चाहिँ 3 पुस्ता साइनो केलाउँछ अनि मात्रै अथवा लपर्नु पर्ने अथवा के गर्ने के हुन्छ नि त एउटा एक्ज्याक्ट बोल्नु पर्दा त्यस्तो हो भने मात्रै मजाले बोल्ने हाँस्न सक्छ तर हाम्रो चेलीमाइती फेरि यही साकेलामा भेट भयो भने पनि हाम्रो त्यस्तो चाहिँ हुँदैन यो चाहिँ एकदम हाम्रो पहिले 3 पुस्ता चाहिँ एकदम सुरुमै क्या अब तिमीलाई म राई भएपछि हामी के राई अनि के पाछा अनि आमा के हो कुकु के हो कोमा के हो भनेर सोध्छ नि त अनि सोधिसक्यो ए साइनो लाग्दैन त्यस पछाडि मात्रै हाम्रो जिस्का जिस्की हुन्छ होइन सबैले अब यसो रमाइलो गर्दा त यिनीहरू यस्तो भन्छ तर त्यस्तो चाहिँ हुँदैन हाम्रो एकदम राम्रो छ है हाम्रो संस्कार संस्कृति चाहिँ सबैले फलो गर्नुपर्छ मलाई पनि आफ्नो भाषा आउँदैन तर म चाम्लिङ भएको कारणले चाहिँ अलिअलि यो भनेको त्यो भनेको त बुझिन्छ कि त्यो आफ्नो जिङमै भएर होला त्यो चाहिँ बुझिन्छ कि मलाई त झन् एउटा पनि आउँदैन नि त अब हाम्रो पापा पनि त यतै भएर पापालाई पनि आउँदैन तर पनि अब यस्तो भन्दा बुझिन्छ क्या अनि आउँदैन भने अहिले यस्तो गर्ने नयाँ पुस्ताहरूले म पनि एकदम फेसबुकमा फलो गर्छु क्या आफ्नो भाषा संस्कृतिहरू होइन के कसरी बोल्ने पुरै हाम्रो त पर्वते बोल्छ नि त अब कहिले कस्तो अब हेर्नु न यस्तो कुराहरू गर्नु पर्यो भने सजिलो हुन्छ नि त आफ्नो भाषा छ नि त होइन हामी चाहिँ अहिले कस्तो के गरिरहेछौँ भने हाम्रो राईहरू भयो अब होइन अरूको त अब म जान्दिनँ अलिकति गरगहना भेषणहरू त छँदैछ अलिकति भाषाहरूलाई पनि हामीले चाहिँ के पो अझै प्रवर्धन सिक्दै गर्दै जानु पर्यो क्या हामीले लुगा फाटामा मात्रै गरगहनामा मात्रै नभएर आफ्नो भाषाहरू पनि एकदम अगाडि बढाउँछौँ किनकि हाम्रो अब पछि आउने पुस्तासँग त हामी नभएपछि हुँदैन नि त्यही भएर अहिले त हाम्रो ल्याङ्ग्वेजहरू पनि कति धेरै छ किताबहरू कति धेरै छ किन्ने होइन पढ्ने अब बेला बेला आफूले पनि भ्याउँदाखेरि यसलाई यो भन्दो रहेछ त्यसलाई त्यो भन्दो रहेछ अनि मैले पनि त्यसरी नै अहिले फलो गरिरहेको छु होइन अब हाम्रो चाम्लिङ हो म चाम्लिङ भएको कारणले चाम्लिङ भाषा भयो अब हाम्रो चाहिँ राई पिसेकै भाषा छ नि त अनि त्यही भएर सबैले आफ्नो भाषाहरू सिक्ने गाउने त्यही त हो होइन त्यही भएर एकदम जस मनाउनु चाहिँ छोड्नुहुन्न हजुर नाना अब यति राम्रो नाना हुनुहुँदो रहेछ बोली पनि त्यतिकै मिठो है अनि इन्फर्मेसनहरू यति धेरै दिनुभयो त्यसको लागि हजुरलाई धेरै 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 धन्यवाद अब यो पालि सँगै नाच्न नपाए पनि अर्को साल चाहिँ सँगै नाच्नुपर्छ मलाई एकदम नाच्नु चाहिँ मन थियो आउँदैन थियो तर नाच्नु मन थियो तर आउँदा आउँदै लेट पनि भयो एड्रेस पनि अर्को मान्छे गएर अर्को ठाउँको एड्रेस दिएछ क्या त्यो भएर नाच्न चाहिँ पाएन ठिकै छ योपालि अब नाच्न पाए पनि अर्कोचोटि चाहिँ हस् धेरै धेरै धन्यवाद ल बाई बाई हेलो सिद्धियो नि अब के गर्नु त अलिकति ढिलो भएर अलिकति टिक्क खारेको 1 घन्टा ट्रेन कस्तो दामी गइरहेछ एउटा गयो अर्को आयो फेरि होइन अर्को गयो अनि फेरि यो आयो होइन त्यहाँबाट देखेको त हो त्यही छ अब ठिकै छ साकेला होइन साकेला अलिकति ढिलो आयो अलिकति नमजा लाग्यो मलाई तर एउटा मजा लागेको कुरा चाहिँ नानाहरूलाई भेट्यो होइन नानाहरूसँग नेपालमै जस्तो फिल भयो नानाहरूसँग कस्तो राम्रो राम्रो ड्रेसहरू लाउनु भएको थियो कस्तो होइन मिठो मिठो कुराहरू गर्नुहुँदै थियो अनि यो चाडको बारेमा पनि थोरै उहाँहरूले जानकारी दिनुभयो नि त त्यसले गर्दा मलाई त अलि धेरै थोरै थाहा थियो होइन तर अझै थाहा पाएँ अब यो भिडियो हेरेपछि अझै धेरैजना मान्छेले थाहा पाउनुहुन्छ भन्ने त्यो चाहिँ मेरो होइन आश हो अब विदेशको ठाउँमा अब टाइम मिल्दैन होइन कसैको टाइम मिल्दैन अब कसैले भने जस्तो अब ड्रेसहरू त्यो ज्वेलरीहरू सबै कुरा पुरा गर्न सक्दैन अघि पनि भन्नुभयो भिडियोमा नानाहरूले होइन सबै कुरा त्यो पुरा गर्न नसके पनि सानो कोसिसले पनि होइन ठुलो परिवर्तन ल्याउँछ नि त त्यस्तै हो क्या यो पनि एउटा उदाहरण चाहिँ विदेशमा एकछिनको लागि सबैजनाले टाइम निकालेर आइदिनु भयो 200-400 जना मान्छे होइन आएर कल्चर पनि झल्क्यो जापानिजहरू पनि एकछिन के चाहिँ रहेछ भने छक्क पऱ्यो नि त उहाँ परेन के चाहिँ रहेछ यो त देखिनेको लागि त अब होइन धेरै अचम्म हो नि त ड्रेसहरू हेर्छ ड्रेस अब त्यस्तै यिनीहरूको यो किमोनो भन्दा त बबा लाग्छ नि त हाम्रो ड्रेस अझै आएको त अझै ज्वेलरीहरू धेरै हुन्छ होइन त्यो ड्रेस यिनीहरू छक्क पऱ्यो होला क्या आज के भइरहेछ कता भइरहेछ भन्ने टाइपमा मलाई चाहिँ ओभर खुसी लाग्यो आएर नाच्न चाहिँ रहर थियो नाच्नु चाहिँ आउँदैन तर होइन नजानी भयो भने यसो सिक्दै नाच्नु पऱ्यो रमाइलो गर्नु पऱ्यो भनेर कोसिस गर्ने भनेर आएको थिएँ अलिकति ढिलो भयो त्यसमाथि अब टाइम पनि पुगेन अनि एड्रेस पनि गलत एड्रेस दिनुभयो क्या फेसबुकमा जुन एड्रेस थियो हामी त्यो एड्रेसमा उतापट्टि आधी घन्टा अपोजिट साइडमा पुऱ्याइदियो क्या
त्यो भएर झन् टाइम लस भयो हाम्रो जानु आउने 1 घन्टा त्यतिकै भयो तर स्टेसनदेखि ठ्याक्कै लेफ्ट साइड नै भनौँ न लेफ्ट साइडपट्टि हेर्ने हो भने जस्तै 5 मिनट पनि नलाग्ने रहेछ हिँडेर त्यहाँ 6 मिनट देखाएको थियो नि त देखाएको थियो फुटाइनु आइहाल्ने रहेछ अनि त्यो भएर खुसी लाग्यो आए नाच्न गाउन नपाए पनि होइन अरू मान्छेहरूसँग भेटघाट गर्न नपाए पनि नानाहरूसँग चाहिँ भेट्न पाएँ उतै बस्नु हुँदो रहेछ म बसेकै ठाउँमा नारितामै उतै काम गर्नु हुँदो रहेछ मैले टाढाबाट आउनु भएको छ म मात्रै टाढाबाट आएँ जस्तो फिल भएको थियो मलाई चाहिँ यो खानागावा केन पर्छ म बसेको चाहिँ चिवा केन पर्छ लगभग यहाँबाट ट्रेनमै जाँदा पनि 2.5 घन्टादेखि 3 घन्टा लाग्छ अनि म मात्रै टाढाबाट आयो होला भन्ने चाहिँ आयो तर लगभग सबैजना टाढाबाट आउनु भएको रहेछ खुसी लाग्यो आफ्नो होइन विदेशमै भए पनि आफ्नो संस्कार झल्काउने यस्तो अब चाडहरू मनाइदिँदा होइन अब यो ड्रेसहरू अटायरहरू लाउँदाखेरि होइन मान्छेहरू 2 जनाले गर्दा 4 जनाले गर्दा पनि 6 जनाकोमा पुग्छ नि त 2-4 जना 6 जनाले गर्दा अरूले पनि बुझ्छ नयाँ जनाले बुझ्ने मौका पाउँछ र साथसाथै हाम्रो जुन राईहरूको कल्चर पनि जगेर्ना हुन्छ क्या होइन त्यो मान्छे लोप भएर जाँदैन होइन भोलि आउने नयाँ जेनेरेसनले पनि त्यसलाई सिक्छ फलो गर्छ नि त त्यो भनेको किनभने यो हाम्रो संस्कार भनेको त अहिलेको होइन नि त पुर्खा 100,000 वर्ष अगाडिदेखि मान्दै आएको चाड हो नि त अहिले अब कम मान्नु भने छुट्टै कुरा हो पहिलाको तुलनामा होइन अब अहिले पहिलाको जस्तो अलिकति झाडाकझिलिक हुन्छ अहिले अलिकति त्यो चाहिँ हो त्यो म एक्सेप्ट गर्छु तर अब त्यसलाई फलो गरिरहनु कन्टिन्यू गरिरहनु पनि ठुलो कुरा हो जुन चाहिँ उहाँहरूले पनि गर्नुभएको थियो अब यहाँको अर्गनाइजरहरूलाई पनि धेरै धन्यवाद जसले अर्गनाइज गर्नुभयो होइन अर्गनाइजरसँग कुरा गर्न भेट्न पाएन अझै अर्गनाइजरसँग कुरा गर्नु पाएको भए अझै राम्रोसँग डिटेल्समा कुरा थाहा हुन्थ्यो अलिक ढिला आएर पाएन मेरो अब टार्गेट चाहिँ थियो अर्गनाइजरसँग राम्रोसँगले कुरा लिने होइन डिटेल्समा लिने कुराहरू बुझ्ने र अरूलाई पनि बुझाउने होइन त्यसकै भिडियोको थ्रुमा तर त्यही अब पाएन अर्को वर्ष चाहिँ 100मा 200% दिएर होइन छुट्टी मिलाएर टाइम मिलाएर फर्स्ट आवर स्टार्ट हुनुभन्दा फर्स्ट आवरमै आएर चाहिँ यसमा एटेन्ड गर्ने मेरो चाहिँ अनुभव लिने विचार त्यो चाहिँ मेरो टार्गेट छ लेट्स सी होइन नेक्स्ट इयर के हुन्छ लेट्स होप फर द्याट एन्ड त्यसपछि चाहिँ अब यही हो अरू केही छैन भन्नलाई होइन अलिकति चित्त दुखेको छ अनि त्यसपछि अर्को साइडबाट फेरि धेरै खुसी लागेको छ नानाहरूसँग भेटेर गफ गर्नु पाउँदा एटलिस्ट यहाँ आएर देख्ने चाहिँ पाएँ राई कल्चरहरूले यसरी गरेको रहेछ भनेर अनि त्यो चाहिँ खुसी लाग्यो धरानहरू झन् स्पेसल हो क्या धरान म्याक्सिमम धरानमा पूर्व भनौँ न धरानमा चाहिँ अब मेन चाहिँ होइन अब कम्पिटिसनहरू पनि हुन्छ महिनौ दिनै गर्छ हामी पनि यस्तो थियो कि हाम्रो चाहिँ भिडियो लामो हुनसक्छ होइन बोर्ड लाग्न सक्छ हाम्रो पनि घरमा चाहिँ ढोल झ्याम्टा सबै थियो क्या मेरो बाउ चाहिँ धामी हो होइन धामी भएकोले गर्दा सामानहरू सबै थियो ढोल झ्याम्टाहरू पनि त्यस्तोहरू पनि थियो अनि मेरो दाईहरू जेठा माइला साङ्ला दाईहरू चाहिँ फेरि यस्तो साकेला नाच्नुमा चाहिँ ओभर प्रो हो क्या ओभरै प्रो हो क्या अनि मेरो जेठा दाई माइला दाई साइला दाई 3 जना नाचिसकेपछि चाहिँ हाम्रो गाउँमा चाहिँ पुरै चाडै लाग्छ क्या अनि हाम्रो घरबाट निकालेर हाम्रो घर अगाडि ठुलो ग्राउन्ड जस्तो छ स्पेस त्यहाँनिर चाहिँ नाच्न थालिसकेपछि पसिना भयो त्यो भेष भिजेर लत्राक लुत्रुक भएर भेष सबै हुन्छ नि भिजिसकेर पनि नथाकेर नाचेको क्या नथाक्ने क्या अब किन हो थाहा होइन होइन त्यो नाच्छ साकेला नाच्दाखेरि मान्छे हत्त थाक्दैन नि थाहा छ ओभर त्यो चाहिँ मलाई थाहा छैन एनर्जी कहाँबाट आउँछ दाईहरू मेरो माइला दाई जेठा दाई साइना दाई चाहिँ खतरा नाच्ने हो म चाहिँ फेरि लदाउने नाच्नलाई अब अहिले चाहिँ रहर लाग्छ होइन त्यतिखेर चाहिँ लदाउँथेँ भाग्थेँ हेर्थेँ मात्रै ढोलहरू चाहिँ बजाउँथेँ झ्याम्टाहरू चाहिँ बजाउँथेँ अनि अब अहिले नाच्न मन लागेको बेला चाहिँ अब यस्तो भयो अब अर्कोचोटि चाहिँ धरो नाच्ने हो जुत्ता फाटिन्जेल नाच्ने हो होइन त्यतिखेर चाहिँ अब नआइ भए पनि अब साथीलाई पनि होइन तिमीलाई नचाउने छ अर्को पालि चाहिँ र आजको यो भिडियोलाई चाहिँ होइन यतिमै स्थगित गरौँ न होला किनभने अब भन्ने कुराहरू पनि धेरै छैन नि त लगभग अब लामो हुन्छ क्या भिडियो फेरि म एक्लै बोलेर प्यार बोलेर मान्छेलाई बोर लाग्छ नि त त्यही भएर भन्नुपर्ने कुराहरू यति नै थियो यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु रे क्या ल धन्यवाद।